मान्छेलाई प्रगति गर्नबाट रोक्ने 7 वटा कुरा सुन्नुहोस् है त। एकमा छ डर। असफलता, आलोचना वा अनिश्चितताको डरले नयाँ काम सुरु गर्नबाट रोक्छ। अर्को छ अल्छी। मेहनत वा परिश्रम गर्न जाँगर नचल्दा अवसरहरू गुम्छन्। र अर्को छ प्रयास नगर्ने। लक्ष्यप्रति लगातार प्रयास नगर्दा पनि प्रगति रोकिन्छ। अनि चौथो छ स्रोतको दुरुपयोग। समय, पैसा वा ऊर्जाको गलत व्यवस्थापनले बाधा गर्छ। पाँचमा छ स्पष्ट लक्ष्यको अभाव। दिशाहीनताले प्रयासलाई बेकार बनाउँछ। अनि आत्मविश्वासको कमी। आफ्नो क्षमतामा विश्वास नहुँदा नयाँ काममा जोखिम मोल्ने हिम्मत आउँदैन। अनि अन्तिममा छ नकारात्मक सोच। सधैँ समस्यामा केन्द्रित हुँदा समाधान देखिँदैन र सधैँ पछाडि परिन्छ।